के म हिँड्न नपाउने यो बाटोमा कहाँको डन्ने कहाँको डन्ने ल रुक 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 के सो हेलो गाइज नमस्ते वेलकम ब्याक टु माई च्यानल आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला सो म पनि एकदमै सन्चै छु सो आज चाहिँ लेट नाइट टाइम भएको छ तपाईँको ठ्याक्क 5:40 सो म चाहिँ 5:40 मा के छ कस्तो छ दसैँको माहौल भनेर यता गाउँतिर घुम्न गइरहेको छु सो आज चाहिँ बिच बाटोबाटै भ्लग बनाउँदैछु अनि त्यही हो गाइज ल सबैलाई ह्याप्पी दसैँ भन्दै म चाहिँ भिडियोलाई अन्तिमसम्म हेर्नु भनिदिन्छु सो अनि त्यही हो ल गाइज ल के हो भाइ के भयो के हो के भयो भयो चाहिँ के भयो के भने एकछिन उता यसले त मलाई त के हो भाइ के भयो कहाँको हो भाइ तिमी म भ्लग बनाउँदैन के भयो तिमी कहाँको के ल म्यान तिमीले के खोजेको भाइ के खोजेको तिमीले ओ ल ल फुटाएर देखा त ल ल ल को भाइ तिमी यहाँको को के हिरो बनेको म्या चिना छ मलाई म्या टुक्ने ल ल रुक मा टोक्ने त स्कुटी लटा भने थियो हेलो एन्ड नमस्ते सम्पूर्णलाई तपाईहरुले यो भिडियो हेरिसक्नु भयो होला र यो भिडियोबाट पनि के सिकिसक्नु भयो होला र तपाईहरुले चाहिँ हामी के भन्न चाहन्छु र यस दशैं वा हरेक टाइममा चाहिँ यस्तो दुर्घटनाहरू यस्तो समस्याहरू आउन सकिन्छ लामो यात्रा गर्दाखेरि र स्वतन्त्र ठाउँमा शान्त ठाउँमा हेरी चाहिँ तपाईहरुलाई पनि यस्तो समस्या आउन सकिन्छ भनेर चाहिँ हामीले यस भिडियो बनाएको र यो चाहिँ हामीले यो तपाईहरुको लागि हेर्नुको लागि भिडियो बनाएको र यस बारेमा तपाई पनि केही भन्नु न तपाईँको लामो यात्रा गर्दाखेरि कसैले एकान्त रोडतिर यसरी हात देखाएर रोक्न थाल्यो भने हैन हजुरहरूले नरोक्नु होला सो यति भन्दैमा ह्याप्पी दसैँ भन्न चाहन्छु र भिडियोलाई हेरिदिनु होला र लाइक एन्ड सब्सक्राइब गरिदिनु होला र हाम्रो यस शेर्पा 07 ब्लगमा सधैँभरि चाहिँ भिडियोहरू आइरहनेछ नयाँ नयाँ भ्लगहरू आइन्छ र तपाईहरुले सब्स्क्राइब गरेर नोटिफिकेसनले बेललाई दबाइदिनु होला र तपाईहरुको सामु चाहिँ छिटो भन्दा छिटो भिडियोहरू आउनेछ ल हस्त धन्यवाद नमस्ते आजको लागि बिदा पाऊँ